जानेको कुरो म दुई चार शब्द भन्नु पर्यो। नेचरल भन्ने कुरो चाहिँ सबैले एक्सेप्ट गर्छ। यहाँनिर चाहिँ अननेचरल भयो। अननेचरल भनेको जुन चाहिँ यो घरमा यो नहुने एउटा घटना भयो र यो नहुनु पर्ने चाहिँ यो भयो होइन। तर भएपछि अब के गर्नु पर्यो भनेदेखि चाहिँ हामीले हाम्रो गुरुहरूको न्याम नीति अनुसार चाहिँ पहिला जति बेला जुन बेला चाहिँ लामा थिएन, जुन बेला चाहिँ बाहुन थिएन, त्यस्तो कर्मकाण्डहरू गर्ने उचाइ निचाइमा गर्ने जुन चाहिँ थिएन, त्यति बेला हाम्रो गुरुङ जातिले मात्रै नभएर चाहिँ समस्त सबै जातिहरूको आफ्नै आफ्नै उनीहरूको आफ्नो नियम रीति राखेको थियो र त्यति बेला जति बेला बाहुन थिएन, जति बेला लामा थिएन, चलाउँदैन थियो, त्यति बेला चाहिँ हाम्रो गुरुङहरूले यो नियम रीति एउटा राखेको थियो। जो चाहिँ माउलो भन्ने कुरो र माउलोलाई मान्ने अनि सबै एउटा मान्ने कसरी चाहिँ त्यति बेला चाहिँ अब त्यति बेला जुठो लाग्थ्यो, मरौ हुन्थ्यो र त्यति बेला चाहिँ त्यो जुठोहरूबाट चाहिँ उठाइदिनुको लागि चाहिँ एउटा नियम चाहिँ हाम्रो गुरुहरूले पूजा पाठेर 10 गुरुहरूले चाहिँ यो नियम राखेको थियो कि यसरी चाहिँ जुन चाहिँ आज यहाँ गरिँदैछ यो तरिकाको एउटा उसिने मेल हो। उचाए कसरी गरिन्छ, निचाए कसरी गरिन्छ, त्यो नियम चाहिँ हाम्रो गुरुको जस्तै राईहरूले के गर्छ थुतडी बेद भन्छ अनि सुब्बाहरूको पनि छ। त्यस्तै हाम्रो गुरुङको पनि हाम्रो जातिको पनि यो एउटा थुतडी बेदै भन्छ। र आज के छ भनेदेखि चाहिँ अहिले आज यो परेको बेलामा यति बेला हामीले यो भन्नुपर्छ, यो जानिराख्नुपर्छ, सबैले यो कुरा बुझ्नुपर्छ। यो चाहिँ हाम्रो चाहिँ पालापुरदेखि चाहिँ जिजु च्यापुदेखि मानिलिएको एउटा नियम रीति थिएछ। त्यसले गर्दाखेरि जति बेला चाहिँ अरू लामा थिएन, बाहुन थिएन, त्यति बेला कर्मकाण्ड चाहिँ हामी आफै गर्थ्यौँ, पोकास पकास गर्थ्यौँ। त्यसरी कुनै पानी जरुरी कति बेला जति बेला चाहिँ अब जस्तो हामी सानो हुँदाखेरि चाहिँ मलाई थाहा छ हाम्रो मातापिताहरूले अब गाउँघरको बुढापाकाहरू के गर्थ्यो, एउटा मरौ भन्दा नि गतिलो कुरो चाहिँ के हो, सुतक हो। सुतक भन्ने सबैले तपाईँहरूले बुझ्नुहुन्छ। सुतकको बेलामा पनि के गर्थ्यो भनेदेखि जहाँ पल्लो घर्नु तल्लो घर्नु माथिल्लो गाउँमा कहाँनिर चाहिँ हाम्रो भानिज छ, भानिजलाई गाईको गौत खाएर ल्याएर चाहिँ यहाँ छर्किदिनु, यहाँ पवित्र बनाइदिनु भनेर भानिजले आएर जस्तै हाम्रो पनि के छ भने कुनै अब बाहुन पनि छैन, लामा छैन, आपद पर्यो एकदम गरी चाहिँ के गर्नु सकेन भने यही प्रकारले पनि जुठोहरू फाल्यो। भानिजले आएर गाउँ छ, बाहुनको मेलामा के अरे हिन्दूको मेलामा बाहुनले आएर गाउँ छर्दाखेरि अहिले चाहिँ जुन चाहिँ बुद्धिस्ट भयो हामी गुरुहरू चाहिँ पहिला बुद्धिस्ट थियो अरे, अन्त बुद्धिस्टबाट चाहिँ हामी बुद्धिस्टमा फर्केको र त्यसले गर्दाखेरि चाहिँ अहिले चाहिँ के हुन्छ नि भानिज लामाको बदला भानिज आएर चाहिँ पानी छरेर अहिले पवित्र हुन्छ भनेर हामी विश्वास गर्छौँ। र यो चाहिँ के हो भनेदेखि चाहिँ त्यति बेला मेरो आफ्नो अनुभव, मेरो विचार हो। मैले चारपट्टि सोचेँ हामीले ट्राइबलको कुराहरू गर्छ, ट्राइबलहरूको कुरा गर्छ। ट्राइबल कसलाई भन्छ भने जसले चाहिँ प्रकृतिको पूजा गर्छ, जसले चाहिँ आफ्नो थुतडी बिच चलाउँछ, तिनीहरूलाई चाहिँ ट्राइबल भन्छ। देवी देवता नाच्ने खोला नाला पहाड पर्वत सबैलाई मान्ने हो, आफ्नो तरिकाबाट मान्ने, त्यसलाई चाहिँ त्यो के भन्छ ट्राइबलमा त्यो चाहिँ एउटा क्राइटेरिया पाउने ट्राइबल हुने एउटा चाहिँ हाम्रो गुरुङको के हो भनेदेखि यदि हामी गुरुङ चाहिँ ट्राइबल हो भने हामीले यो नियम रीतिहरू छोड्नु हुँदैन भन्ने मैले चाहिँ अनुभव गरेको छु। यो सबैले के गर्नु पर्छ, जस्तै गाईको चाहिँ म के देख्छु भनेदेखि चाहिँ अब लामो भयो होला हो, गाई ठाउँमा चाहिँ के छ, गाई जाँदाखेरि चाहिँ मैले यस्तो पनि भेटेँ, म उचाइ निचाइमा जाँदाखेरि चाहिँ मैले यस्तो पनि भेटेँ हाम्रो गुरु जातिको कोही ठाउँमा चाहिँ अब पहिला चाहिँ 13 दिन जस्तो जुठो बार्थ्यो, पुरै जुठोहरू बार्थ्यो, पकाएको अर्काको छोएको खाँदैन थियो, लुगाहरू पनि कता लाउँथ्यो भनेदेखि चाहिँ नसिलाएको त्यस्तै कपडाले लिएर चाहिँ सुत्दाखेरि पनि ढुङ्गाको सिरानी के भन्छ परालको ओछ्यान गरेर चाहिँ जस्तै मातापिता छ नि
आफ्नो भन्नु त्यो दिवंगत आत्माले शान्ति पाओस् भनेर 13 दिनसम्म ध्यान सुमिरन गरेर चाहिँ त्यो आत्माले शान्ति पाओस् भनेर त्यो पुकार गर्ने त्यो एउटा नियम छ भने 13 दिनसम्म त्यति बेला जुठो पार्थ्यो भनेदेखि अहिले गुरुहरूको बुद्धिस्ट भएपछि चाहिँ कति राम्रो छुट पाएको छ 13 दिनसम्म जुठो पारेर बस्नु पर्दैन तर 3 दिन भनेछ अब जति बेला चाहिँ हाम्रो गुरुङहरू चाहिँ बुद्धिस्टको सुरु गर्यो त्यति बेला चाहिँ के गर्यो सुरुमा चाहिँ यहाँनिर मैले के देखेँ भने मेरो आफ्नो अनुभव है मैले के देखेँ पाएँ भने चाहिँ 3 दिनसम्म चाहिँ जुठो पारेको देखेँ मैले चारपट्टि देखेँ निचाइमा जाँदै 3 दिनसम्म चाहिँ परेकोहरूले परिवारहरूले अथवा त्यहाँदेखि चाहिँ शाखा सन्तानहरूले 3 दिनसम्म चाहिँ जुठो पार्यो जुठो पारेर चाहिँ के हो जुठो चाहिँ कस्तो छ भनेदेखि चाहिँ उहिलेको जस्तो त्यो भात पार्ने होइन के होइन खालि नुन र तेलको कुरा छ नुन र तेल बाँध्यो 3 दिन नुन र तेल पनि नपार्दै रहेछ अहिले त त्यो छोड्दै गरेछ पहिला त पार्दै थियो अहिले त 3 दिन नुन तेल पनि नपारेको देख्छु तर यो पार्नुपर्छ मेरो विचार चाहिँ पार्नुपर्छ है हामी यहाँ एउटा युनिटी हुनु पर्यो एकता हुनु पर्यो गुरुङ हो भनेर चाहिँ चिनारी चाहिँ सबैले त्यो मान्यो भनेदेखि त्यो नियमलाई मान्यो भने गुरुङको चिनारी छिटो हो भन्ने अहिले चाहिँ भन्छ हामी के गर्दैछ भने गुरुङहरूले चाहिँ सेन्ट्रलमा चाहिँ ट्राइबल माग्दैछ तर यहाँ चाहिँ हामीले चाहिँ कर्मकाण्ड चाहिँ बिगार्दैछ जो मान्छेहरूले चाहिँ जसो लिडरहरूले चाहिँ गुरुङ पनि ट्राइबल बनाउनु पर्छ भनेर चाहिँ कोसिस गर्दैछ नि उनीहरूको बेडा खुस्काउने त हामी उनीहरूले माग गर्दैछ यता सर्वे गर्दाखेरि त छोडेन त्यो पहिला ट्रेडिसन पहिलादेखि त्यो न्याम्रीहरू मान्दै ट्राइबलको सङ्केतको लागि चाहिँ त्यो न्याम्री भनेपछि चाहिँ र अब यस्तो हुनुपर्ने मेरो आफ्नो विचार है आज मलाई बोल्नु दिनुभयो धन्यवाद र मेरो आफ्नो विचार चाहिँ म पोखाउनु पर्यो म भन्दै गर्छु के गर्छु भनेदेखि ठुला बडाहरू जो चाहिँ गुरुङको चाहिँ लिडरहरूलाई चाहिँ मैले चाहिँ यसो पनि भन्दैछु किनभनेदेखि चाहिँ यसो गरौँ न कोही ठाउँमा चाहिँ अब हामी त पुरा पढेको हो जब चाहिँ बुझिसकेर लामा चलाउनु थालेको चाहिँ के भनेदेखि केस काट्नु कि नकाट्नु भने केस काट्नु कि नकाट्नु अन्त लामालाई गएर सोद्धाखेरि हाम्रो पुस्तकमा छैन भने त्यो पुस्तक पनि त होइन नि अनि हाम्रो पुस्तकमा छैन रहेछ हामी केस नकाटौँ भन्छ हो 4 भाइ छोरा छ बाउ मर्यो बाउ खस्यो 4 भाइ छोरामा चाहिँ कोही भाइ केस काट्ने कोही नकाट्ने अब के भयो एका भएन त्यो केस काट्नेको मात्रै बाउ त्यो नकाट्नेको बाउ होइन यस्तो खालको के हो अब भन्नु चाहिँ जुठो भन्ने कुरो चाहिँ एउटा ठुलो आदर चाहिँ एउटा के भन्छ मैले कति त्यस्तो पनि पाएँ कि यस्तो पनि मैले चाहिँ जम्मा गरेको छु मेरो मनमा चाहिँ जुठो बार्ने चाहिँ एउटा के भन्छ सक्सेजर भन्छ नि सर सक्सेजर भनेको चाहिँ अधिकारी है अधिकारी जसले चाहिँ बाउ खस्दाखेरि बाउ खस्यो अरे अरू कसैले भने चाहिँ त्यसको छोरा होइन भनेको जस्तै एउटा पालेको छोरा ल्याएको मेरो छोरा छैन अरे तर मैले त्यो छोरा कसैलाई एउटा छोरा बनाएर राख्यो भने चाहिँ समाजले अरूले भने कि त्यो के भन्छ सन्तानहरू उठ्यो अरे मानिलियो त्यो त पाखाबाट आएको हो हामी हो हकदार हो भने चाहिँ त्यो बनाएको छोरा चाहिँ त्यो बनाएको हो त्यो त हुँदैन भनेर त्यो छोराले त तर म खस्दाखेरि त्यो